Hi everyone, Namaste, Sevarvani Fabulous सबैलाई आज चाहिँ म मेरो हेयर ट्रिटमेन्टको लागि आज पार्लर आएको थिएँ। सो यहाँनिर मेरो हेयर ट्रिटमेन्ट चाहिँ केमिकल लगाएर रेडी। अब हामी चाहिँ 45 मिनट्स पर्खिनु पर्ने हुन्छ। सो म चाहिँ केमिकल लगाएर पर्खिरहेको छु। म चाहिँ अल्छीले घरि कतै है बसिरहेको छु। सो मलाई चाहिँ पुरा तिर्खा लागेर यहाँनिर पानी खाँदै हो बसिरहेको यस्तो अल्छी लागिसक्यो। कहिले 45 मिनट्स बित्छ भन्ने भइसक्यो। म चाहिँ अरू कस्टमर आउँछ कि भन्दै हेर्दै बसिरहेको। अन्त म चाहिँ यहाँ भिडियो पनि बनाउँदै थिएँ है। सो फाइनली 45 मिनट्स पुगेर चाहिँ मेरो यहाँनिर अब मजाले त्यसलाई उनीहरूको अब के गर्नुपर्ने हुन्छ, ड्राई गर्नुपर्ने है, केस तान्नुपर्ने। यो चाहिँ मैले मजाले यहाँनिर मेरो ड्राई गरिदिनु हुँदैछ है। त्यो केमिकललाई सुकाएर त्यहाँदेखि स्ट्रेटनरले तान्नुपर्ने हुँदो रहेछ। सो यहाँनिर मेरो गरिदिनु हुँदैछ मजाले। सो गाइस तपाईँहरूले पनि स्ट्रेटनिङको बदली है उसरी बुटेक्सहरू गर्नु सक्नुहुन्छ ट्रिटमेन्ट है। अन्त तपाईँले क्याराटिन गर्नु सक्नुहुन्छ इन्स्टेड अफ स्ट्रेट होइन। स्ट्रेटले त कति बेसी केस बिग्रिन्छ हाम्रो। तर यो चाहिँ हाम्रो केसलाई हेल्दी वेट दिन्छ होइन। अन्त ग्लो दिन्छ। मलाई यति साह्रो हल्का हुँदै थियो कि मेरो यो केसलाई चाहिँ म के गरौँ भइरहेको थिएँ होइन। काट्दा पनि मिल्दैन हो, के गर्दा पनि मिल्दैन। अन्त फाइनली मैले आज ट्रिटमेन्ट गरेँ है। सो मेरो चाहिँ यहाँनिर तानिदिनु हुँदैछ, ट्रिटमेन्ट चलिरहेको छ। सो हेर्न सक्नुहुन्छ मेरो फाइनल रिजल्ट कस्तो देखिन्छ। प्लिज डु कमेन्ट। अन्त म चाहिँ यहाँनिर नकलपाती चाहिँ यति साह्रो खुसी छु कि म चाहिँ मेरो केस हल्का भएर। सो म चाहिँ अब केस उयो गरिसकेर सब्जीहरू किन्नु तर्फपट्टि लागेँ हो। सब्जी पनि किनिसकेर चाहिँ अब म गाडीमा चढेको। सो बाई गाइज, थ्याङ्क यू सो मच फर वाचिङ. डु लाइक, सेयर एन्ड सब्सक्राइब टु माई च्यानल. डु फलो मी अन फेसबुक. बाई.